आजको बाइक मिटअप पनि सक्यो ल। अब यहाँबाट हामी कन्भिनियन्स स्टोरमा जाने प्लान भयो। अब चाहिँ केटाहरूको फलो गर्दै जानुपर्छ म्याप नहालिकन। यो चाहिँ मैले डाइरेक्ट वायरलेस माइकमा मात्रै रेकर्ड गरिरहेको छु है। यो चाहिँ क्यामेरामा कनेक्टेड छैन, डाइरेक्ट माइकमा छ। यसको चाहिँ सेटअप कस्तो आउँदो रहेछ हेर्नु पर्यो। मजा आउने भयो केटाहरूसँग ल। रेस मोडमा चाहिँ बवाल स्टप हुन्छ कि। यामा R3 निन्जा ZX कति हो यो, निन्जा 400 अनि KTM 1290 ड्युक। मलाई पहिला एकदम मनपर्ने बाइक हो यो ड्युक 1290। आजभन्दा 10 वर्ष अगाडि होला। दामी छ यार 1290 त। केटाहरूसँग हिँड्न मजा हुन्छ तर। दामी छ यहाँको भ्यू। अब राति पुरा त्यो के भन्छ यार त्यसलाई, नाम पनि थाहा भएन। झिलिमिली पुरा घुम्छ त्यो भिकुन मण्डपको जस्तो, नामै थाहा भएन यार त्यसको। मजा आउँछ त्यसको कलर हेर्न। अब चाहिँ अन्डरग्राउन्ड छिर्यो हामी। एकैछिन सर्ट छ यो चाहिँ, एकदमै छोटो अन्डरग्राउन्ड हो। यहाँबाट उता निस्किन्छ। कहाँ जानला चाहिँ थाहा छैन यार केटाहरूले, कहाँ लङ्ला। भोक लाग्यो भन्दा थिएँ खान जानला जस्तो छ। हाम्रो एकदम धेरै भोक लाग्ने चाहिँ उहाँलाई हो, अगाडिको कावासाकी राइडरलाई। बाहिर त गर्मी थियो, टनल त चिसो रहेछ यार। अब बेलुका भयो, अलिक चिसो हुन थाल्यो। अघि त 31 डिग्री डेन्जर, अहिले 28 डिग्री रहेछ ल। शीतल रहेछ यहाँ चाहिँ। दामी भ्यू छ। झट्टो अँध्यारो अँध्यारो हुने गएपछि बत्ती सत्ती दामी देखिने क्या।
दिइरहेछ त भ्यार गर्ने है 1290 त डेन्जर 12-13 किलोमिटर उहिले हान्नु पर्यो क्या 12-13 किलोमिटर उहिले हान्ने बाइक हो यो चाहिँ रमाइलो कस्तो भ्यार भ्यार नोइज आयो बाइकको त कस्तो सानो के 1290cc चाहिँ यत्रो धेरै बाइक चाहिँ यस्तो सानो छ के 250 जस्तो देख्छ यार यस्तो हेर्दा त यत्रो ठुलो बाइक जस्तो नदेख्ने के हाम्रो लेफ्टको कावासाकी चाहिँ रफ राइडर हो डेन्जर बर्नआउट ल ठिक छ जोसमा छ केटाहरू ल हाम्रो 1290 अहिले चलाइरहने ब्रो चाहिँ योन्जन ब्रो हो एममा छप्री कर्नरिङ भन्दै थियो योन्जन ब्रोको बाइक चाहिँ CBR 1000 घरमा छ अब S1000 आउँदैछ 1290 को राइडर चाहिँ पछाडि R3 को पिलियन हो अहिले अब R3 को पनि बाइक बिक्रीमा छ त्यसपछि कुन बाइक आउने हो हाम्रो अगाडिको निन्जा ब्रोको पनि अब अर्को बाइक आउँछ रे सबको बाइक अपग्रेड हुँदैछ ओहो कुदाए केटाहरूले बटारे खोइ त केटाहरू योकोहामा सहर ओ मामाको क्यामेरा रहेछ माथि के हो त्यो त 3 पाङ्ग्रे पो छ त अगाडि त
तीन पाङ्ग्रो त डेन्जर दबाइरहेछ त यार के हो रेड लाइटमा केटाहरू त जोसमा पुरै हानिदिरहेछ त जक्सन आयो है त 7-11 सधैँ भेट्ने जक्सन यही होला केटाहरूको ल मजा आयो नाइट राइड इभिनिङ राइड सब हामी भ्लगमा हो यहाँ पुरै माइक टेस्टिङ भ्लग हो अलवेज राइड ल त केटा हो आजको भ्लग सिद्धियो सर्ट एन्ड स्विट भ्लग ल आयो ल R3 पनि आयो है त